नमस्ते। आजको यो भिडियोमा चाहिँ हामी कसरी तपाईले बेटर स्कुल युज गरेर होमवर्क रिलेटेड फिचर्सहरू युज गर्न सक्नुहुन्छ भनेर हेर्दैछौँ। सो सुरुमा चाहिँ यहाँ हामी एज यु क्यान सी एज अ टिचर चाहिँ अलरेडी लग इन छौँ। सो अब म चाहिँ तपाईलाई कसरी टिचरले चाहिँ होमवर्कहरू असाइन र ट्र्याक गर्न मिल्छ भनेर देखाउने छु। सो यहाँ तपाईले क्लासेस भन्ने सेक्सन देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ तपाईले कुन क्लासलाई होमवर्क असाइन गर्ने हो त त्यसलाई सेलेक्ट गर्नुहोस्। सो फर एक्जाम्पल अहिले चाहिँ मैले क्लास 8A सेलेक्ट गरेँ। यहाँ तपाईले डिफ्रेन्ट अप्सनहरू देख्न सक्नुहुन्छ। सो म असाइन होमवर्क भन्ने अप्सनमा क्लिक गर्छु र यहाँ तपाईले पहिला दिएको होमवर्क यहाँ देख्न सक्नुहुन्छ र अब होमवर्क एड गर्नु मन छ भए चाहिँ यहाँ प्लस गिभ होमवर्क भन्ने बटन छ सबसे बटममा। सो यसलाई क्लिक गरिसकेपछि चाहिँ तपाईको डिफ्रेन्ट अप्सन्सहरू आउँछ। सो अहिले चाहिँ मैले कम्प्लिट क्लास वर्क, रिड अनि सल्भ एक्सरसाइज र कस्टम टास्क सबै सेलेक्ट गरेँ। सो यसमा चाहिँ तपाईलाई म देखाउने छु सबै कसरी गर्ने भनेर। सो रिडमा चाहिँ अहिलेलाई मैले सेम एज सल्भ एक्सरसाइज लेखेँ र सल्भ एक्सरसाइजमा चाहिँ मैले पेज नम्बर 34 दिएँ, क्वेसन नम्बर 1 to 9 भनेर सेट गरिदिएँ र च्याप्टर नम्बर 5। अब यहाँबाट तपाईले कस्टम टास्कमा चाहिँ अब केही प्रोजेक्ट्सहरू या अरू केही खालको होमवर्कहरू दिनु छ भए चाहिँ यहाँ लेख्न सक्नुहुन्छ। सो अहिलेलाई मैले प्रोजेक्ट अन टेन्स लेखिदिएँ अनि सबमिसन डेट चाहिँ तपाईले यहाँबाट सेट गर्न सक्नुहुन्छ। सो मैले सबमिसन डेट चाहिँ फ्यु डेज पछिको राखेको छु। यहाँ तपाईले होमवर्क प्रिभ्यू पनि देख्न सक्नुहुन्छ। यदि तपाईलाई केही इमेजहरू एड गर्नु छ भए यहाँ इमेजेस सेक्सनबाट तपाईले इमेज पनि एड गर्न सक्नुहुन्छ। सो अहिलेको लागि चाहिँ मैले गरिनँ र यहाँबाट मैले सबमिट बटन थिचिसकेपछि चाहिँ एज यु क्यान सी हाम्रो होमवर्क यहाँ देखाइसकेको छ। अब तपाईले यहाँबाट दिइसकेको होमवर्कलाई एडिट वा डिलिट पनि गर्न मिल्छ। सो मैले यो प्रिभियस होमवर्कलाई चाहिँ अहिलेको लागि डिलिट गरिदिएँ। सो यो सबै अपडेट्सहरू चाहिँ तपाईले स्टुडेन्ट भ्यूबाट देख्न पनि सक्नुहुन्छ। सो यदि तपाईलाई एज अ टिचर होमवर्क ट्र्याक गर्नु मन छ भए चाहिँ यहाँ ट्र्याक होमवर्क भन्ने अप्सन देख्न सक्नुहुन्छ। स्टार्ट ट्र्याकिङ बटन थिचिसकेपछि चाहिँ तपाईले तपाईको क्लासको सबै स्टुडेन्टहरूको लिस्ट यहाँ देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ तपाईले ट्र्याकिङ स्टार्ट गर्न मिल्छ। सो तपाईले यहाँ भ्यू होमवर्क बटनमा थिच्नु भयो भने चाहिँ तपाईलाई होमवर्कहरू पनि देखाउँछ। सो तपाईले यदि यहाँ भ्यू होमवर्क बटनमा क्लिक गर्नुभयो भने चाहिँ प्रिभियसली दिएको होमवर्कहरू पनि तपाईले हेर्न सक्नुहुन्छ। त्यही अनुसार स्टुडेन्ट वाइज यदि होमवर्क गरेको छैन भए नट डन स्टेटस, पार्शियल्ली गरेको छ भए पार्शियल स्टेटस र गरेको छ भए यसरी डन स्टेटस क्लिक गरेर चाहिँ तपाईले होमवर्क ट्र्याक गर्न सक्नुहुन्छ। यदि सबैजना स्टुडेन्टहरूले गरेको छ भए चाहिँ एकैचोटि यहाँ मार्क अल एज डन भन्ने बटन क्लिक गरेर चाहिँ तपाईले सबै स्टुडेन्टहरूले होमवर्क गरेको ट्र्याक गर्न सक्नुहुन्छ। अपडेट होमवर्कमा थिचिसकेपछि चाहिँ तपाईको चेन्जेसहरू सेभ हुन्छ। अब हामी स्टुडेन्टहरूलाई चाहिँ यो दिएको होमवर्कहरू कसरी देखाइन्छ भनेर हेर्नेछौँ। हामी चाहिँ अब एज अ स्टुडेन्ट लगड इन भइसकेका छौँ। सो एज यु क्यान सी यहाँ ड्यासबोर्डमा टुडेज होमवर्क भनेर तपाईलाई आज दिएको होमवर्कहरू चाहिँ यहाँ लिस्ट भएर आउँछ। यदि तपाईलाई पुरानो होमवर्कको हिस्ट्री हेर्नु मन छ भए यहाँ सी अल बटनमा क्लिक गरेर चाहिँ तपाईले पुरानो होमवर्कहरू पनि हेर्न सक्नुहुन्छ। सो एज यु क्यान सी हामी चाहिँ अहिले यहाँ बेटर स्कुल एपको एडमिन भ्यूमा आइसकेका छौँ। यहाँ तपाईले ड्यासबोर्डबाटै अलि मुनि स्क्रोल गर्नु भएर यहाँ होमवर्क एन्ड अटेन्डेन्स सिट्स भनेर अथवा यहाँ एनालाइटिक्सभित्र एकाडेमिक्समा जानु भएपछि चाहिँ तपाईले यहाँ स्टुडेन्टहरूको देख्न सक्नुहुन्छ डिफ्रेन्ट ट्र्याकिङ सिट्स। सो यहाँ तपाईले होमवर्क ट्र्याकिङ सिट्स पनि देख्न सक्नुहुन्छ। सो बेसिकली तपाईको ट्र्याक भएको डाटाहरू चाहिँ तपाईले यहाँबाट मन्थ वाइज या क्लास वाइज सेलेक्ट गरेर चाहिँ हेर्न सक्नुहुन्छ। सो यसरी चाहिँ तपाईले बेटर स्कुलको एप युज गरेर होमवर्क ट्र्याकिङ सिस्टम युज गर्न सक्नुहुन्छ। सो यसरी चाहिँ तपाईले हाम्रो यो होमवर्क ट्र्याकिङ फिचर, असाइन गर्ने फिचर युज गरेर चाहिँ तपाईको स्कुलमा टिचरहरूलाई सजिलै होमवर्कहरू असाइन गर्न र स्टुडेन्टहरूलाई सजिलै के होमवर्क छ भनेर हेर्न सक्नुहुन्छ।